विश्वकप फुटबलको लाइभ कसरी हेर्ने सही तरिका खोज्दै हुनुहुन्छ? म 100% सही उपाय देखाउँदैछु। भिडियो पुरा हेर्नुहोस्। एन्ड्रोइड र आइओएस दुईटैबाट हेर्न सक्नुहुन्छ। म आइओएसबाट देखाउँदैछु। एप स्टोरमा जानुहोस्। एप स्टोरमा गएपछि एकछिन वेट गर्नुहोस्। त्यहाँबाट तपाईँले यहाँ गएर एउटा एप सर्च गर्नुपर्ने हुन्छ। डिजिओ सर्च गर्नुहोस्। म यहाँ देखाएको छु स्क्रिनमा। डिजिओ सर्च गरे पछाडि हजुरहरूको यस्तो खालको खोलिन्छ। त्यहाँबाट तपाईँले यो सेकेन्ड जुन आएको छ, मेरोमा सेकेन्डमा आयो। डिजिओ भन्ने एपलाई गेटमा क्लिक गर्नुहोस्। गेटमा क्लिक गरेपछि इन्स्टलेसन प्रोसेस हुन्छ। इन्स्टलेसन प्रोसेस सकिए पछाडि एप अन हुन्छ। त्यहाँबाट एप अन भए पछाडि एप इन्स्टल भएपछि ओपनमा क्लिक गर्नुहोस्। ओपनमा क्लिक गरेपछि यसरी खोलिन्छ। यसलाई एक्सेप्ट अलाउ गर्नु होला। हजुरले अलाउ गरेपछि यसरी स्क्रिन खोलिन्छ। इन्टरफेस यस्तो खालको देखिन्छ। एकछिन वेट गर्नुहोस्। त्यहाँबाट हजुरहरूले यहाँ प्याकेज पनि चुज गर्न सक्नुहुन्छ। मोबाइलको लागि अलग्गै प्याकेज र तपाईँले टिभी र ल्यापटप अथवा ल्यापटप र मोबाइल दुइटैको लागि हेर्न चाहनुहुन्छ भने हजुरहरूले दुईवटा प्याकेज छ, यहाँ सिलेक्ट गर्नु होला। यो प्याकेजेसहरू 999 को प्याकेज छ एउटा तपाईँको 549 को प्याकेज छ। दुईवटा प्याकेज चुज गर्न सक्नुहुन्छ। अब तपाईँको सुविधा अनुसार दुईवटा प्याकेज चुज गरेर अनि हजुरहरूले वर्ल्ड कप मजाले इन्जोय गर्न सक्नुहुन्छ। यहाँ त्यसै गरी हामीले ई सेवाबाट पनि गर्न सक्छौँ। म तपाईँलाई ई सेवाबाट देखाउँछु। ई सेवाको वेलकम स्क्रिनमा क्लिक गरिसके पछाडि ई सेवामा यस्तो वेलकम स्क्रिन खोलिन्छ। त्यहाँबाट तपाईँले डेस्कटपमा गएर सर्च भन्ने बटनमा क्लिक गरेर हजुरहरूले यहाँ गएर FIFA 2026 सर्च गर्नु होला। त्यहाँबाट तपाईँको त्यहाँनिर देखाउँछ। हजुरहरूले हेर्नु होला। मैले यहाँ तपाईँहरूलाई देखाइरहेको छु। 2026 सर्च गरे पछाडि धेरैवटा टिभीहरू डिक्स होम तपाईँको सबै देखाउँछ यहाँ पनि होइन। डिजिओ FIFA कुपनहरू पनि देखाउँछ। तपाईँको डिस होमको छ भने डिस होमको क्यास आइडी तपाईँहरूले यसरी इन्टर गर्नुपर्ने हुन्छ। मैले अलरेडी इन्सर्ट गरिसकेको छु। अलरेडी इन्सर्ट गरिसकेकोले गर्दाखेरि तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ मेरो अलरेडी रजिस्टर्ड भइसकेको छ भनेर देखाउँछ। पर्चेस भइसकेको छ भनेर देखाउँछ। माथि स्क्रिनमा देख्न सक्नुहुन्छ। म तपाईँलाई देखाउँछु।